हेलो गाइस, आजको चाहिँ मेरो यात्रा भनेको कुलेखानी ड्याम र सिस्नेरी झरनातिर हो। यति बेला म बाटोमा छु, दक्षिण कालीभन्दा अलिकति पर। यहाँ नस्पति राम्रो पाइँदो रहेछ, त्यही भएर यहाँ नस्पति खानलाई रोकिएको। यति बेला म तल खोलामा पुगिसकेका छु। यसो केही फोटोहरू क्लिप्स गर्दै सपरिवार गएका थियौँ, त्यही भएर आमा छोरी पनि छन् मसँग। हामी सबै यसो फोटो खिच्दैछौँ सबैजना परिवार तल। अब यस पछाडि म ठ्याक्क कुलेखानी पुगेँ। कुलेखानी ड्याममा पुगेर यसो त्यहाँको भिडियो यसो खिच्दै, कति रमणीय वातावरण रहेछ। कुलेखानी ड्याममा पानी त पुरा भर्ती त रहन्छ, तर आधा आधा रहेछ। अब हामीहरू चाहिँ यहाँबाट सिधै फेरि त्यही बाटो फर्केर सिस्नेरीतिर लाग्दैछौँ। खोलाको बाटो रहेछ। बाटो चाहिँ त्यति राम्रो छैन, उबड खाबड छ। गाडीमा हिँड्दाखेरि अलिकति गाह्रो चाहिँ दिक्कतै हुँदो रहेछ। मोटरसाइकलमा चाहिँ सजिलो होला। हामीहरू करिब आधा घन्टा पछाडि हामी करिब त्यहाँनिर पुगिसक्यौँ। अब उता त्यहाँभन्दा उता गाडी जाँदो रहन्छ, त्यही भएर गाडी मैले त्यहीँ राखेर हिँड्ने निर्णय गरेँ। अब हामीहरू माथि चढ्दैछौँ। अलिकति उकालो छ बाटोमा, आमा छोरीहरू जाँदैछन्, म चाहिँ अलिकति पछि छु। केही 15-20 मिनट जति लाग्ने रहेछ त्यहाँबाट हिँडेर जाँदाखेरि, गाडी राखेर जाँदाखेरि। अलिकति बाटो पिच भन्दा नि ढलान गरिएको रहेछ। बाटो त्यति बेला बन्दै रहेछ, त्यसले गर्दाखेरि हामीले चाहिँ गाडी लान पाएनौँ। सायद अब त बनेर सिद्धिसक्यो होला। यहाँ देख्दै हुनुहुन्छ ढलान गरेको बाटो। अब करिब हामी पुग्ने क्रममा छौँ। बाटो छेउमा छोरीसँग यसो एकछिन गफ गर्दै, यसो हिँड्दै, बाटोबाट त्यताको वातावरणमा एकदम रमाउँदै जाँदैछौँ हामीहरू। अब सायद केही क्षणमा हामीहरू त्यहाँ सिस्नेरी वाटरफल नजिकै पुग्नेछौँ। यहाँबाट अब धेरै टाढा छैन भने जस्तो कुरा आयो। अलिकति अगाडि त्यहाँ बोर्ड पनि छ अरे, नानीले हेरिकन आइसकेका रहेछ। म चाहिँ आस्तेले हिँड्दैछु। अब यही क्रममा हामी अगाडि बढ्दैछौँ। हिँड्न चाहिँ त्यति बिघ्न अलिकति नसकिने रहेछ एकैचोटि हिँड्दाखेरि, तर पनि आस्ते आस्ते हामी जाने क्रममा छौँ। यो चारैतिर हरियाली देख्दाखेरि राम्रो पनि लाग्यो। यसलाई इन्द्र सरोवर गाउँपालिका भन्दो रहेछ यो ठाउँलाई चाहिँ। अब सायद नजिकै छ जस्तो लाग्यो मलाई पनि। अगाडि हिँड्ने क्रममा मेरो बुढी चाहिँ हामीभन्दा अगाडि हिँडिराखेका छन्। ऊ चाहिँ हिँड्नमा एकदम तगडा छिन् है हामीभन्दा। हामी चाहिँ स्लोली हिँडिराखेका छौँ। अब म यहाँ पुगिसकेका छु। अब केही समय पौडी खेल्छु। पानी चाहिँ एकदम सङ्लो रहेछ। पौडी खेल्न साह्रै आनन्द आउँदो रहेछ। एकछिन मैले पनि 15-20 मिनट जति पौडी खेलेँ। अब यो पौडी खेलेर सिद्धिसकेपछि अब बाहिर निक्लेर हामी फेरि आफ्नो गन्तव्यतिर लाग्ने नै छौँ। तपाईँहरू पनि यदि जान चाहनुहुन्छ भने जानु होला। एकदम राम्रो रमाइलो ठाउँ रहेछ। 50 रुपियाँ टिकट चाहिँ लाग्दो रहेछ यहाँ पौडी खेल्नलाई, यहाँ भित्र पस्नलाई। त्यहाँ जाँदाखेरि पनि मैले धेरै व्यक्तिहरू त्यहाँ गएको देखेँ। हस्त धन्यवाद। तपाईँहरू पनि जानु होला, रमाइलो गर्नु होला। हस्त।